एकछिन है साथीहरू, पहिला यो भिडियो हेर्नुहोस् अनि प्रतिक्रिया दिनु होला। यत्रो भइसक्यो, यत्रो हुँदा पनि अब त बुद्धि आयो होला, अब धेरै मान्छेहरू चेन्ज भयो होला, अब त देशमा विकास हुन्छ भन्ने लागेको थियो केही। लमजुङमा आन्दोलनको नाममा भिड जम्मा गरेर हिँड्नेहरूलाई एउटा कुरा राम्रोसँग थाहा हुनुपर्छ कि जनता भेडा होइनन्। जनता आफ्नो विवेक प्रयोग गरेर निर्णय लिन सक्ने नागरिक हुन्। अनि भिड जम्मा गरेर नारा लगाउनु सजिलो कुरा होला, तर जनताको वास्तविक समस्या बुझेर समाधान गर्नु नै असली राजनीति होइन र। नेताको एक इसारामा सडकमा उत्रिने अनि आफूलाई क्रान्तिकारी ठान्नेहरूलाई यो कुरा राम्रोसँग थाहा हुनुपर्छ कि इतिहासले अहिलेसम्म अन्धभक्तहरूलाई नेता बनाएको छैन। आन्दोलनको नाममा अरूको पछि लागेर भेडा बन्नेहरू धेरै भए, तर आफ्नो दिमाग प्रयोग गरेर देशको लागि सोच्नेहरू एकदम कम भए। नारा कराएर, भिड देखाएर वा सडकमा हल्ला गरेर देश बन्दैन। देश त सोच, बुद्धि, जिम्मेवारी र कामले बन्छ होइन। अनि लमजुङमा आन्दोलन भन्दै हिँड्नेहरू पनि एकपटक सोच्नुहोस् त, हामी के साँच्चै देशका लागि उभिएका हौँ कि कसैको राजनीतिक खेलको हिस्सा बनेका हौँ। याद राख्नुहोस्, भिडले होइन बुद्धिले चल्छ देश। त्यसैले आन्दोलनको नाममा बथान बनेर हिँड्नुभन्दा पहिले एकचोटि आफ्नो दिमागलाई सोध्नुहोस् कि के यो देश र जनताको हितको लागि छ कि कसैको आदेशमा गरिने प्रदर्शन मात्रै। यदि प्रदर्शन मात्रै हो भने, अरूको आदेशमा गरिने प्रदर्शन मात्रै हो भने तपाईँहरू पनि भेडा नै हो। हजुरहरूलाई भन्नु केही छैन र हजुरहरू कहिले सुध्रिनु पनि हुँदैन।